2058 जेठ 19 गतेको दरबार हत्याकाण्ड भएको अहिले 24 वर्ष बित्यो। सायद यो हत्याकाण्ड नभएको भए आज वीरेन्द्र 80 वर्षका हुन्थे अनि दिपेन्द्र 54 वर्षका। नेपालमा राजतन्त्र बाँकी नै हुन्थ्यो होला सायद। वीरेन्द्र वा दिपेन्द्र मध्ये एकजना नेपाल अधिराज्यको राजा हुन्थे। तर दुर्भाग्य, जेठ 19 को त्यो घटनाले राजा वीरेन्द्र, दिपेन्द्र अनि रानी ऐश्वर्या लगायत 10 जनाको ज्यान गयो। 2 जनाको इन्भेस्टिगेसन टोली बनाइयो जसलाई क्रिमिनल इन्भेस्टिगेसनको अनुभव शून्य थियो। 10-11 दिनमा हत्याकाण्डको इन्भेस्टिगेसन रिपोर्ट सार्वजनिक भयो। युवराज दिपेन्द्रले घर झगडाको कारण लागु औषध सेवन गरी राजा वीरेन्द्रलाई भटटट गोली हानेर हत्या गरे अनि आफूले पनि आत्महत्या गरे। प्रेस कन्फरेन्समा यही बोलेका थिए तारानाथ राणावाटले। तर आजसम्म पनि नेपालीले पत्याउन सकेका छैनन् कि युवराज दिपेन्द्रले नै गोली हानी आफ्नै बाबुको हत्या गरे भनेर। दरबार हत्याकाण्ड कसरी भयो भन्ने कुरा त हामीले धेरै भिडियोबाट बुझ्न सक्छौं। तर यो घटनाको छानबिनमा के छुट्यो र के चाहिँ गर्न सकिन्थ्यो जस्ता कुरा कुनै पनि भिडियोमा भनिएको छैन। आउनुहोस् दरबार हत्याकाण्ड पछिको रहस्यको बारेमा यो भिडियो सुरु गरौं।